साथीहरू अब हामी यो रोशन मैदान है रामा रोशनको अर्को आकर्षण भनेको यहाँ ठुलो क्रिकेट स्टेडियम हैन क्रिकेट मैदान बनाउने ठाउँ छ हेर्नुहोस् यहाँ हैन हेर्नु चारैतिर एकदम मिलेको वरिपरि प्यारापिट बनाउने बिचमा हैन क्रिकेट मैदान बनाउन एकदम राम्रो छ हेर्नुहोस् मेरो नजरमा है त मिलेको गोलाइमा छ हैन क्रिकेट मैदानलाई गोलो ठाउँ चाहिन्छ यसलाई अलिकति समय राम्रो बनायो भने यहाँ कुनै बेलामा क्रिकेट खेल पनि खेला भने के जसले गर्दा यहाँ अब पर्यटकको आगमन हुन्छ राम्रा खेलहरू देशभरिका खेलहरू यहाँ खेलायो भने देशभरिकै हैन खेलाडीहरू दर्शकहरू यहाँ आउन सक्नुहुन्छ यस्तो राम्रो ठाउँ छ यता हेर्नु माथि पहाड छ हेर्नुहोस् चट्टान छ नि योभन्दा तल यहाँ अथवा यो रामारोसन एरियामा माओवादीहरूले चाहिँ युद्धकालमा चाहिँ यिनीहरूको यहाँ सेल्टर थियो हैन यो सुदूरपश्चिमको धेरै ठाउँबाट मान्छेहरूलाई युवाहरूलाई चाहिँ लिएर आएर यहाँ तालिम दिने हैन अथवा त जनयुद्धको चाहिँ यो नीति बनाउने सञ्चालन गर्ने ठाउँ पनि भनिन्छ यो हैन रामारोसन यसरी यो ठाउँ पनि हो मैले त्यति सम्झन चाहेँ यहाँको स्थानीयवासीले भनेअनुसार र हामीले पनि सुनेअनुसार चाहिँ रामारोसन क्षेत्रमा चाहिँ अब यो बाटोघाटोको असुविधा आउन गाह्रो त्यही भएर त्यति बेलाका चाहिँ अब सरकारी सैनिकहरू यहाँ आउन गाह्रो हुने र उनीहरू हिँडेर आउने हुनाले वरिपरिको ठाउँबाट यहाँ जम्मा भएर कालीकोट जुम्ला अछाम बाजुरा डोटी हैन विभिन्न ठाउँबाट मान्छेलाई यहाँ तालिम दिने हैन तालिम केन्द्र योभन्दा नि अझ यहाँ तल अर्को मैदान छ त्यहाँ चाहिँ किनिमिनी मैदान हैन त्यहाँ त्यो क्षेत्रमा चाहिँ तालिम दिने गर्छ गरे तपाईँले आउनु छ भने आउनु होला है यसरी कति प्राकृतिक रमणीय छ चारैतिर यहाँ यो सुक्खा चौर छ यति बेला यो चैतको 21 गते कस्तो लाग्छ साथीहरूलाई हेर्नुहोस् त हेर्नुहोस् यो भिडियो मैले क्रमशः हालिरहेको छु भाग 1 भाग 2 भाग 3 मिलेर तपाईँले हेर्दै कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट लेख्नु होला कस्तो लाग्यो तपाईँ आउनुभएको छ कि छैन रामारोसन आउनुभएको छैन भने पनि कमेन्ट गर्नु होला आउनुभएको छ भने पनि कमेन्ट गर्नु होला र कहाँदेखि हेर्दै हुनुहुन्छ है यो भाइहरू उता दुईजना भाइहरू उता हुनुहुन्छ है पर एकजना मेरो साथी हुनुहुन्छ एकजना भाइ घोडा चढाउनुहुन्छ पर है हेर्नुहोस् यो रामारोसन क्षेत्र रामारोसन विकास समिति पनि छ है रामारोसन पर्यटन विकास समिति पनि सायद छ र विकास बाटो अलि बनिसकेको छैन म 10 वर्षपछि आएको 10 वर्षपछि आउँदाखेरि पनि खासै त्यति राम्रो बाटोघाटो अलि बनेको चाहिँ कहीँ बनाउँदै गरेको पनि देखेँ तर 10 वर्षपछि पनि खासै बाटो बनेको र यता नजिकमा भएको त्यस्तो मैले धेरै फरक पाइनँ है साथीहरू किन म 2072 सालको हामी नयाँ वर्षमा यहाँ आएका थिएँ 2072 को वैशाख हैन जेठ वैशाखमा आएको थियौँ 73 को वैशाखमा 72 होइन 73 वैशाख हामी यहाँ थियौँ तर अहिले पनि चाहिँ धेरै चाहिँ विकास बाटोको विकास भएर हिँड्छ अलि बाटोको उता अछामतिर चाहिँ अछामको भनौँ न नगरपालिका एरियामा छ यता गाउँपालिका एरियामा चाहिँ बाटो बाइकमा आउनलाई अलिक दुखै रहेछ है तर युवाहरू आउनलाई सजिलै छ अलिकति यो 40 कटेकोलाई गाह्रो हुने हो युवाहरूलाई चाहिँ धेरै गाह्रो छैन आउनु होला रमाइलो गर्नु होला हैन जीवनमा एकचोटि नेपाल घुम्ने गर्ने है सबैलाई एकदम तपाईँलाई आउनु भन्ने म अनुरोध गर्छु आउनुहोस् हैन बाजुरा आउनुहोस् अछाम आउनुहोस् हैन खप्तड छ यता बडीमालिका रामारोसन हैन बुढीनन्दा ताल बुढीनन्दा भन्ने ठाउँ पनि छ हैन पर्यटकीय ठाउँ छ बडीमालिका हैन सबै आउनु होला हेर्नु होला कहाँबाट हेर्दै हुन्छ कमेन्ट लेख्नु होला र नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब पनि गर्नु होला साथीहरू यति भन्दै यो भागबाट म बिदा भएँ फेरि अब किनिमिनी जाँदा फेरि त्यहाँबाट फेरि तपाईँलाई अर्को भिडियो दिनेछु क्रमशः हेर्दै जानु होला है साथीहरू नछुटाउनु होला धन्यवाद।